हुन्छ हेलो एभ्रिवान वेलकम छ मेरो ब्लगमा अनि आज पनि म चाहिँ होम सर्भिसको लागि जाँदैछु मेकअप अनि ब्राइडल मेकअपको रहेको छ ब्राइडल मेकअप चाहिँ मेरो क्रिस्चियन ब्राइड हो फर्स्ट टाइम हो अरूहरू चाहिँ म गरिरहेको थिएँ तर यो चाहिँ एकदम फर्स्ट टाइम हो मेरो अनि हेर्नु होला कस्तो देखिन्छ अनि म चाहिँ बिहानैदेखि भ्लग स्टार्ट गर्नुपर्यो भनेको बिर्सेछु के अनि अहिले ठिक पर्दै कपडा लगाइसकेँ अनि मेकअप गर्ने बेला चाहिँ याद आयो क्या गर्नुपर्ने थियो म बिर्सेछु भनेर अनि अहिले फेरि गर्न थालेको हेर्दै जानु होला ब्राइडलको मेकअप पनि अनि म रेडी भएको पनि हो त अनि यहाँ चाहिँ हामी जाँदैछौँ पछाडिको चाहिँ मेरो दिदीकै दाइको बिहेमा ब्राइडल मेकअपको लागि गएको नि त म चाहिँ क्रिस्चियन हुनुहुन्छ अनि हामी चाहिँ जाँदैछौँ म चाहिँ जिस्काउँदै थिएँ क्या उहाँ चाहिँ मेरो असिस्टेन्ट भन्दै यहाँको चाहिँ बाटो कतै चाहिँ पिच कतै चाहिँ एकदम त्यो बाटै नबनाएर डरै लाग्दो बाटोहरू पाउडरहरू उडिरहेको थियो जाँदाखेरि चाहिँ जाडो भइरहेको थियो होइन काँडा पलाइरहेको थियो त्यहाँ पुगेपछि त यस्तो गर्मी भएको थियो यो भ्यू हेर्नु न कस्तो दामी के चिसो हावा आउँदै अनि सर यस्तो बाटोमा कस्तो आनन्द फिल भइरहेको थियो क्या अनि भ्यू हेर्दै हेर्दै जाँदा जाँदा हामी चाहिँ हाम्रो लोकेसनमा पुग्यौँ अनि त्यहाँ पुगेर मेरो असिस्टेन्टलाई हेर्नु अब हेलो गर्छ मेरो असिस्टेन्टले अनि यहाँदेखि चाहिँ हामी अब मेकअपहरू गर्छौँ त्यो भिडियोहरू देखाउँछु हेर्नु होला कपाल चाहिँ सिम्पल बनाउनु भनेर सिम्पल बनाउँदै थिएँ अब हेर्नुहोस् हाम्रो ब्राइडलको फाइनल लुक यस्तो देखेको छ हाम्रो ब्राइडल आजको अनि आजको भेन्यू हेर्नु होला कस्तो दामी डेकोरेसन गर्नुभएको थियो क्या अगाडि बेलुनले टक्क उयो गरेर अनि हाम्रो बेहुला बेहुली पनि हेर्नुहोस् बेहुला बेहुलीको फोटोसुट गऱ्यो त्यसपछि खाना खानेतर्फ लाग्यौँ अनि यहाँ चाहिँ क्रिस्चियन ब्राइड हो नि त भएर अनि क्रिस्चियनको सङ्गतिहरू स्टार्ट भइसकेको थियो त्यसपछि खानासाना पनि खाइसक्यौँ अनि त्यसपछि हामी चाहिँ लाग्यौँ घरतिर त्यसपछि चाहिँ आएर फेरि आन्टीलाई मेकअप गर्दै त्यसपछि म घर गएँ सब्सक्राइब लाइक कमेन्ट गर्न नबिर्सिनु होला है त गाइज ओके बाई बाई